टी20 विश्वकप अपडेट। नेपालको एक प्रतिस्पर्धी बङ्गलादेशले फेरि भन्यो भारत आउँदैनौ। बङ्गलादेश क्रिकेट बोर्ड बीसीबीले 2026 टी20 विश्वकपका आफ्ना खेलहरू भारतमा नखेल्ने अडान दोहोर्याएको छ। दुई देशबीच विकसित परिस्थितिमा सुरक्षा चिन्ताका कारण देखाउँदै बोर्डले यो अडान लिएको हो। मङ्गलबार आइसिसीसँग भएको भिडियो कन्फरेन्सपछि बीसीबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, छलफलका क्रममा बीसीबीले भारत नजाने निर्णयलाई सुरक्षा चिन्ता कारण देखाउँदै पुनः दोहोर्यायो। बोर्डले आइसिसीसँग बङ्गलादेशका खेलहरू भारत बाहिर सार्न अनुरोध पनि दोहोर्यायो। आइसिसीले टुर्नामेन्टको तालिका पहिले नै सार्वजनिक भइसकेको भन्दै बीसीबीसँग पुनर्विचार गर्न आग्रह गरेको थियो, तर बीसीबीको अडान परिवर्तन भएको छैन। दुवै पक्षले सम्भावित समाधान खोज्न छलफल जारी राख्ने सहमति गरेका छन्। बीसीबीले खेलाडी, अधिकारी तथा कर्मचारीको सुरक्षालाई प्राथमिकता दिँदै आइसिसीसँग रचनात्मक रूपमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। भिडियो कलमा बीसीबीका तर्फबाट अध्यक्ष अमिनुल इस्लाम, उपाध्यक्षहरू साकावत हुसैन र फारुक अहमद, क्रिकेट अपरेसन कमिटीका अध्यक्ष नजमुल आवेदिन तथा सिइओ निजाम उद्दिन चौधरी सहभागी थिए। सोमबार आइसिसीले बङ्गलादेश टोलीका लागि भारतमा कुनै विशेष तथा बढेको सुरक्षा खतरा नभएको दावी गरेको थियो। यो मूल्याङ्कनमा केही स्थानमा कम मध्यम जोखिम र अन्य स्थानमा कम वा शून्य जोखिम रहेको उल्लेख छ, जुन विश्वभरका आइसिसी आयोजनाहरूमा सामान्य श्रेणी हो। यद्यपि बीसीबीले यो पर्याप्त नभएको ठहर गरेको छ। यो विवादको सुरुवात कोलकाता नाइट राइडर्सले बङ्गलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई आइपिएल 2026 को टोलीबाट हटाएपछि भएको हो। बीसीसीआईको निर्देशनमा यो कदम चालिएको थियो, जसको कारण अहिले पनि स्पष्ट गरिएको छैन। तर दुई देशबीचको सम्बन्ध भने हालै तनावपूर्ण बनेको छ। मुस्ताफिजुर हटाइएपछि बङ्गलादेश सरकारले देशमा आइपिएलको प्रसारण प्रतिबन्ध लगायो र बीसीबीले आइसिसीलाई पत्र लेख्दै विश्वकपका खेलहरू भारतमा नखेल्ने बतायो। 2026 टी20 विश्वकप भारत र श्रीलङ्काले संयुक्त रूपमा फेब्रुअरी 7 बाट आयोजना गर्दैछ। बङ्गलादेशको समूह खेलका 3 खेलहरू कोलकातामा र अन्तिम खेल मुम्बईमा तय भएको थियो। टी20 विश्वकपमा नेपाल र बङ्गलादेश एउटै समूहमा छन्। नेपालले समूह चरणमा आफ्नो अन्तिम खेल बङ्गलादेशसँग खेल्ने तालिका छ।